आज मिति 2082 साल मङ्सिर 23 गते मङ्गलबारको दिन हामी सङ्खुवासभा जिल्ला 5 खपन नगरपालिका वार्ड नम्बर 6 विशेष गरी निवासी बाघ भैरव कुलदेवता मान्ने दाजुभाइहरूको आज चाहिँ देवाली पूजाको अवसरमा 5 खपन नगरपालिका 6 स्थित हाम्रो देवाली थानमा उपस्थित भएका दाजुभाइहरू यहाँ रहेका छौँ। हाम्रो सङ्ख्यात्मक हिसाबले 54 परिवार उपस्थित भएको र झन्डै 85 वटा बोकाहरूको आज कुलदेवता बाघ भैरवलाई भोग दिएर चाहिँ हाम्रो देवाली पूजा मनाउने कार्यक्रम सुरुवात भइरहेको छ। 2070 सालको देवाली पूजामा उपस्थित भए पश्चात म पनि देवाली पूजामा उपस्थित हुन सकेको थिइनँ, विशेष कारणले देश विदेशमा रहेको कारणले गर्दाखेरि। आज चाहिँ हामी 12 वर्ष पछाडि समावेश हुँदैछौँ। हामी भन्नाले मेरो परिवार 12 वर्ष पछाडि समावेश हुँदैछ। अन्य दाजुभाइहरूले प्रत्येक 4 वर्ष पुगेर 5 वर्ष लाग्दै गर्दाखेरि देवाली पूजालाई नियमित दिइराख्नु भएको थियो। 74 सालमा पनि हामी उपस्थित थियौँ, तर 78 सालमा बुबाको निधनको कारणले गर्दाखेरि हामी उपस्थित हुन सकेका थिएनौँ र 82 सालमा हामी सपरिवार हामी यस सङ्खुवासभा जिल्लाको 5 खपन नगरपालिका वडा नम्बर 6 मा उपस्थित भएर देवाली पूजालाई सभ्य भव्य तरिकाले सम्पन्न गर्न लागिरहेका छौँ। हाम्री छोरी घन्टी बजाऊ छोरी, घन्टी बजाऊ छोरी, घन्टी बजाऊ घन्टी। ओ हाम्रो यो चाहिँ कुलदेवताको लागि कल्पिएर ल्याएका बोकाहरू हुन्।